आज हामी काशीकोट दरबार गइरहेका छौँ र हाम्रो विद्यार्थीहरू आउँदै हुनुहुन्छ। काशीकोट जहाँबाट काशीकोटे राजाले शासन गरेका थिए उहाँको दरबारलाई हेर्नको लागि हामी कक्षा 10 का भाइ बहिनीहरूलाई लिएर आइरहेका छौँ र साह्रै रमाइलो छ हाम्रो भाइ बहिनीहरू आज। ल यस एकदम रमाइलो भइराखेको छ। भर्खरै हामी मानव सेवा आश्रम गएका थियौँ हेम्जामा हाम्रो बाबु नानीहरूले केही दान पुण्य कार्यहरू गर्नुभएको छ र त्यसपछि हामी कस्तो भइराखेको छ, रमाइलो भएको छ नि होइन? यस अब हामी जाँदैछौँ र यता हाम्रो बाबुहरू पनि आउँदै हुनुहुन्छ। एकदमै रमाइलो भइराखेको छ। भर्खर हामी मानव सेवा आश्रमबाट अब फेरि हामी यता काशीकोट दरबार जाँदैछौँ जहाँबाट 24 राज्य अन्तर्गत काशीकोटका राजाले शासन गरेका थिए र साह्रै रमाइलो भइराखेको छ। एकदम इन्जोय भइराखेको छ। बाबुहरू आइराख्नु भएको छ, बाबु नानीहरू। र कस्तो भइराखेको छ? रमाइलो छ होइन? ल एकदम रमाइलो भएको छ। र ल यस ल अब यस्तै हामी अब माथि जाँदैछौँ र अब यसरी हाम्रो यो सिँढीनुमा जुन ढुङ्गाले बनाएको बाटो छ यो बाटो हुँदै हामी माथि जाँदैछौँ काशीकोट दरबार। र साह्रै सुन्दर ठाउँ। हाम्रो बाबुहरू एकदमै मजाले हिँड्नु भएको छ र आज साह्रै रमाइलो भइराखेको छ। बाबु नानीहरू एकदमै मजाले आइराख्नु भएको छ। भर्खरै हामी मानव सेवा आश्रममा गएका थियौँ र हेर्नुहोस् त कति सुन्दर ठाउँ छ। ओहो साह्रै सुन्दर ठाउँ। ल हेर्नुहोस् हाम्रो यो ऐतिहासिक ठाउँमा हामी आज आएका छौँ। साह्रै रमाइलो छ। अझै माथि छ, हामी जाँदैछौँ। हजुर आफ्नो सुरक्षाको लागि किन छ ल भन त? हो युआर राइट यस आफ्नो सुरक्षाको लागि, आफ्नो प्रोटेक्सनको लागि होइन तिनीहरू माथि बस्दा रहेछन्। सबै यो पृथ्वीराज शाल युनिफिकेसनभन्दा अगाडि यसरी सबै राजाहरू आफ्नो ठाउँमा सबै दरबारहरू हामी उचाइमा देख्न सक्छौँ सम्पूर्ण दरबारलाई। र यो बाटो एकदमै रमाइलो भइराखेको छ। बाटो ठाडै छ। हाम्रो बच्चाहरू एकदमै मजाले हिँडिराख्नु भएको छ। ल हेर्नुहोस् त पुरै ढुङ्गाले बनेको बाटो। ल हेर्नुहोस् साह्रै ठाडै बाटो रहेछ। पुरा हिमाल चढे जस्तो छ। ल साह्रै रमाइलो भइराखेको छ। ल एकदम रमाइलो भइराखेको छ। हो ल यसको नाम के छ? ए ल ओके ल यसरी हाम्रो बाबु नानीहरू त्यति हाइटमा अब जाँदै हुनुहुन्छ। एकदमै विशेष धन्यवाद। ल एकदम रमाइलो भइराखेको छ होइन? ल यो यतातिर पनि हाम्रो बाबुहरू आउनु भएको छ। अर्को सर्टकट बाटोबाट अमरको ग्रुप राख्नु भएको रहेछ। ल हेर्नुहोस् पुरै एडभेन्चरस टुरिज्म भइराखेको छ आज। एकदमै रमाइलो भइराखेको छ। ल हेर्नुहोस् हाम्रो बाबु पनि खाऊ। थ्याङ्क यू। ल अब हामी माथि जाँदैछौँ। साह्रै रमाइलो भइराखेको छ र बाबुहरू थाकेर बस्दै हुनुहुन्छ यहाँ। र ल हेर्नुहोस् ठाडै छ बाटो। अब हामी दरबारमा आइपुग्न लागेका छौँ। केही बाबुहरू पुगिसक्नु भएको छ उहाँ माथि। ल हेर्नुहोस् साह्रै रमाइलो। माथि साथीहरू पुगिसक्नु भएको छ हाम्रो विद्यार्थी बाबुहरू। अब हामी दरबारमा आइपुग्न लागेका छौँ र साह्रै रमाइलो भएको छ। ल हेर्नुहोस् बडा सुन्दर छ माथि। र यसै गरी तल पनि अब बाटोमा हाम्रो बाबुहरू आउँदै हुनुहुन्छ। तल लेक साइड र हामी काशीकोटको डाँडामा आएका छौँ आज, जहाँ काशीकोटका राजाहरूले शासन गर्नुभएको थियो। र हाम्रो गाडी हो वा तल देखिएको छ। तल चौरमा यहाँ अलिकति देखिएको छैन। म हजुरलाई पछि देखाउँछु। र हेर्नुहोस् त कति रमाइलो भइराखेको छ। ल अब हाम्रो बाबु नानीहरू ल हेर्नुहोस् अब हामी पुग्न लागेका छौँ है। ल हो त नि। ल हेर्नुहोस् कस्तो भइराखेको छ? रमाइलो छ नि? हो थकै लागेको छैन?
ल ल ल के छ अनि ठिक छ नि ल ल्याउन के छ ठकै लाग्छ ल होइन ल ऊ माथि आएर विद्यार्थीहरू र हेर्नुहोस् यी तल कसरी आउनु भएको छ यी एकदमै एनर्जेटिक ल हेर्नुहोस् आहा कति रमाइलो हो ल हेर्नुहोस् त आहा साह्रै रमाइलो भएको छ ल हेर्नुहोस् बाबुहरूको एनर्जी लाउरे देखाउने भोलि गएर ब्रिटिस आर्मी हुने हो ल हेर्नुहोस् भोलि गएर ब्रिटिस आर्मीमा भर्ना हुनुपर्छ हो ल हेर्नुहोस् ल अब हामी आइसकेका छौँ काशीकोटमा अङ्कित कस्तो भइराखेको छ अङ्कित ल बाबु झर्ना उतिखेर झरिहालिन्छ नि झर्ना है बाबु झर्ना त धेरै सजिलै पुगिन्छ ल्याएर बाबु थाकी जस्तो छ अब हामी राम्रो भयो भने हाल्छु ओहो ल ल है यी तलबाट सिडिनुमा बाटोहरू ल हेर्नुहोस् पारी सराङकोट देखिएको छ हामी हेर्न सक्छौँ सराङकोटको डाँडा र हामी आज काशीकोट आएका छौँ र अब आइपुगेका छौँ हामी र यी हाम्रो बाबुहरू आइराख्नु भएको छ साह्रै इन्जोय भइराखेको छ आज ल हेर्नुहोस् तल लेक देखिएको छ ल हेर्नुहोस् कस्तो महसुस भइराखेको छ रमाइलो छ नि होइन ल ऊ हाम्रो बाबुहरू माथि बस्नु भएको छ ल हेर्नुहोस् ओहो र अब हामी काशीकोट दरबार आइपुगेका छौँ र यहाँ हेलो 2224 राज्य हुँदाखेरि पृथ्वीनारायण शाहले को समयमा जब एकीकरणभन्दा पहिला यहाँ शाह राजाहरूले शासन गरेका थिए र यसरी हामी आएका छौँ र हाम्रो बाबुहरू आइसक्नु भएको छ पहिले ल हेर्नुहोस् ओहो ल हेर्नुहोस् है कति रमाइलो र तपाईँ हेर्न सक्नुहुन्छ कस्तो भइराखेको छ रमाइलो छ नि होइन ल गुड भेरी गुड ल हेर्नुहोस् पोखरा उपत्यका र विशेष गरी हाम्रो लेक साइड र ल हेर्नुहोस् हामी काशीकोटबाट आज यहाँ लिइरहेका छौँ र हाम्रो विद्यालय पनि यता देखिँदैन ओ उतातिर पर्छ तल ल हेर्नुहोस् र हामी यसरी आज काशीकोट दरबारमा आइपुगेका छौँ र एकदम इन्जोय भइराखेको छ ल है ल एकदम रमाइलो छ होइन ल ल है ल ल है ल ल बाबु ल ल ल ल है ल अनिल के हुँदैछ राम्रै छ नि होइन ल गुड ल यसरी हामी अब आइपुगेका छौँ ल आइस पनि आइपुगेका रहेछन् ल यसरी हामी आइपुग्यौँ काशीकोट दरबार जहाँबाट काशीकोटका राजाले शासन गर्नुभएको थियो कस्तो भइराखेको छ रमाइलो छ नि है हेलो हेलो युट्युब च्यानलमा आउँदा एकदम खुसी भयो ल थ्याङ्क यू ल हेर्नुहोस् त हिमाल आहा कति सुन्दर नेपाल हामी कति भाग्यशाली मान्छेहरू ल हेर्नुहोस् बादलले घेरेको हिमालको रेन्ज साह्रै रमाइलो छ सुन्दर ठाउँ ल हेर्नुहोस् त हाम्रो बाबुहरूले नानीहरूले के बनाइसक्नु खै यता हेर्नुहोस् त ल हेर्नुहोस् त नानीहरूले कस्तो राम्रो कुरा ढुङ्गा चिनेर कस्तो रमाइलो दुवैजनाले यता हेरिदिनुहोस् न ल हेर्नुहोस् त आहा ल
अब यसै गरी हाम्रो बाबुले अब यहाँ यो हेर्न सक्छौँ हामी यो सुन्दर ठाउँमा आज हामी आएका छौँ र यो हिमालयन रेन्जहरू देखिएको छ माथिको रेन्ज रेन्ज र काशीकोट दरबार आज हामी आएका छौँ हामी सबै साह्रै रमाइलो भइराखेको छ है एकदम सुन्दर ठाउँ छ पोखरा उपत्यकामा एकदम रमाइलो भइराखेको छ धन्यवाद काशीकोटबाट हामी तल हेर्दैछौँ तल लेक साइड अनि काशी माथि देखियो सराङकोटको डाँडा अनि फेरि यहाँ ताल छ सानो र यो साह्रै रमाइलो ठाउँ हिमालय देखेको छ र साह्रै सुन्दर काशीकोट दरबार हामी काशीकोटको भ्रमण गरेर अब फर्किँदैछौँ र हेर्न सक्छौँ यहाँ साह्रै रमाइलो भएको छ र यहाँबाट सराङकोटतिर जाने ट्र्याक पनि खुलेको रहेछ र अब हामी जाँदैछौँ ल गीत ल आऊ ल अब जाने अब हामी जाँदैछौँ तल साह्रै सुन्दर ठाउँ एकदम रमाइलो लाग्यो है एकदम रमाइलो ठाउँ ल ओके ल साह्रै रमाइलो भएको छ र अब हामी रिटर्न ब्याक फर्किँदैछौँ हामी हाम्रो विद्यालयको तर्फ र हाम्रो बाबु नानीहरू आउँदै हुनुहुन्छ ल लेक देखिएको छ सानो पोखरी देखिएको छ ल हेर्नुहोस् त हामी फर्किँदैछौँ काशीकोटबाट काशीकोट दरबार हामीले भर्खरै भ्रमण गऱ्यौँ र हामी ओह्रालो लागिरहेका छौँ अब र आजको हाम्रो एक्सर्सन एकदम रमाइलो भएको थियो हामीले मानव सेवा आश्रम र त्यसपछि काशीकोट दरबारको दर्शन गरेर अब हामी रिटर्न ब्याक हुँदैछौँ हाम्रो विद्यालयतर्फ ल हेर्नुहोस् हामी जाँदैछौँ हाम्रो विद्यार्थीहरू पनि जाँदै हुनुहुन्छ कोही माथिबाट आउँदै हुनुहुन्छ ल हेर्नुहोस् त यो फुट ट्रेल्स कस्तो बनेको छ एकदमै ढुङ्गाले बनाएको बाटो रहेछ साह्रै रमाइलो यहाँ यस्तो डाँडामा र तल हाम्रो बाबु नानीहरू जाँदै हुनुहुन्छ र यसरी एकदमै रमाइलो भएको छ आज हाम्रो एक्सर्सन एकदमै रमाइलो भएको छ र हामीलाई लाग्छ सबैले इन्जोय गर्नुभएको छ आज र एकदमै राम्रोसँग अब हामी तल जाँदैछौँ त्यो माथि डाँडामा पुगेर आएका छौँ काशीकोट दरबारमा भर्खरै कक्षा 10 को बाबु नानीहरूलाई लिएर यो साह्रै ऐतिहासिक ठाउँ स्थलबाट हामी अहिले फर्केका छौँ र केही बाबुहरू गइसक्नु भएको छ केही बाबु नानीहरू आउँदै हुनुहुन्छ उहाँदेखि आइराख्नु भएको छ र कक्षा 10 को बाबु नानीहरूलाई हामीले आज भ्रमणमा लिएर आएका थियौँ त्योभन्दा पूर्व हामीले मानव सेवा आश्रममा लगेर मानव सेवा आश्रममा झन्डै 168 जना जुन हेमदा शाखामा बसोबास गर्नुभएका मानसिक शारीरिक रूपले अशक्त र बुढा जुन बुजुर्ग व्यक्तिहरूलाई हामीले दान दिएर आएका छौँ र केही कुराहरू सिकेर सुनेर आएका छौँ उहाँहरूको कुराहरू हामीले हेऱ्यौँ सुन्यौँ बुझ्यौँ र त्यसपछि हामी आज काशी दरबार आएका थियौँ र यो साह्रै रमणीय भएको छ यात्रा र आजको जुन यो सानो एजुकेसन एक्सर्सन भएको छ एकदमै फ्रुटफुल भएको छ।